त्यस्तो जिन्दगी हामी चाहिँ सामान बोकेर है म र जोजो चाहिँ यता चाहिँ सामान बोकेर च्याप्चन पनि सक्यो हो सामान पनि बोकेर जाँदैछु हेलो गाइज गुड मर्निङ सबैजनालाई है फेरि पनि नमस्ते अनि वेलकम ब्याक टु प्रोजेक्ट ब्लग्स है आज चाहिँ हामी सानो 3 दिनको स्याप्टेन थियो अनि आज चाहिँ हामी स्याप्टेनमा जाँदैछु अनि स्याप्टेन चाहिँ कहाँ हो भन्दा चाहिँ स्याप्टेन चाहिँ डबिल हो अनि अहिले चाहिँ म भाइकोमा जाँदैछु किनभने भाइ रेडी भएको छैन अनि म चाहिँ त्यसको घरमा जाँदैछु अनि यहाँबाट चाहिँ रेडी भइसकेर चाहिँ हामी सँगै निस्किने बाटो चाहिँ यस्तो छ सिँढी उकालो अन्त अहिले टाइम भयो तपाईँको 8:30 भयो है के पनि छैन स्कुटीमा हो एकैछिनमा पुगिहाल्छ नि र तपाईँहरूलाई म अहिले माथिको भ्युजहरू चाहिँ अहिले बादमा देखाउँछु है हेर्दै गर्नुहुन्छ म चाहिँ भाइको घरमा जान्छु पहिला भाइको घर पुग्नु आँटे भाइको घर पनि पुग्यो भाइ चाहिँ रेडी भएको छैन यस्तो छ हो छिटो रेडी बन्द छैन नि त अनि अब चाहिँ सिधै माथि जाने सक्दैन यसको चाहिँ स्कुटीको हावा गएर खै कता ओह्रालो दोकान मामा चाहिँ भ्यू चाहिँ यति छ आजको तपाईँ छान चाहिँ लाग्यो है अहिले माथि देखाउँछु तपाईँलाई पनि जग्गाहरू चाहिँ मालिक छैन आज अहिले यहाँ भाइको स्कुटीको अलिकति हावा कम्ती रहेछ स्कुटीमा अनि हावा हाल्नु आइरहेको छु है
Rồi tao chỉ có cái là यस्तो छ दामी। हुन्छ guys, ड्राइभिङको यस्तो छ। हामी चाहिँ भर्खरै दाउलाई आइपुग्यो है। अनि अब जहाँ चाहिँ स्याहार्नु हुने गर्छ है त्यहाँ जाँदैछु। हाम्रो केटाहरूको त दुईवटा स्कुटी त हुन्छ अब दुईवटा स्कुटी फोकसको हाम्रो केटाहरूको त्यही त फोकसको अब कालुले किन्यो नि कालु एउटा एउटा कालोले किन्छ अरे। किन्यो अरे एउटा कालु किन्यो अरे अझै दोकान गएको आन्टी त्यसो गाउँ चाहिँ ल हुन्छ। तपाईँहरूलाई अहिले म तोर्साङहरू गरेको है, अहिले देखाउँछु तपाईँहरूलाई। हामी चाहिँ अहिले घर पुग्न आँट्यो है। के खाएको मेगी र अन्डा भात पनि छ कहाँ हो कहिले मिल्दैन त्यस्तै छ नि त अन्त र कालो दाजु कहाँ छ देख्दैन तपाईँलाई आजकल म गएँ मकैबारी गएको छ। त्यो अहिले बनाएको खानाहरू चढाउँछ अहिले त्यो नुन सागको लागि देवा चेङ्गे सिंह मसाहाय
के गर्छौ घाम लाग्छ त बिग्रिँदैन है भयो कसलाई देखाउनु नदेखा खाना खाएको त गाइस हामी चाहिँ अहिले भर्खरै है हाम्रो लन्च भएर चाहिँ हामी चाहिँ एकछिन घुम्नु गएको है माथि डिपी भन्दै थियो चाहिँ यहाँ राम्रो छ जग्गा चाहिँ है अनि हामी चाहिँ तीनजना चाहिँ जाँदैछु अगाडि दुईजना चाहिँ उहाँ बसिरहेको छ है अहिले माथिको तपाईँहरू एकदम दामी देखाउँछु दामी दामी छ यो खदा खोला कि त्यो यहाँ लैजाऊ न दामको के देन अन्त दिन्छु के महँगो दामको चाहिँ के दिनु तिमीलाई होइन हौ त्यो 500 रुपियाँको त्यो पुरानो 500 रुपियाँ देऊ न 101 रुपियाँ दिन्छु नि म त्यसो भए हेर्नुहोस् 1839 हन्टेड प्लान्टेसन एरिया माथि डेढ पाक हाम्रो उयसको चरासँग आउनु आउँछ के भन्नु त्यो चरा नाम खोइ के हो यति लामो हङ्ग्रायो माथि के भन्छ यसलाई यो उस रहेछ हौ पार्क कुन चाहिँ पार्क हो खै यो नाम पनि हेर्नु बोर्ड डेढ पाकको रुपियाँ जुन चाहिँ पार्क होस् कि डेढ पाकको रुपियाँ माथि नै बाइकमा जानुपर्ने दामी दामी रहेछ जग्गा हिँडेर गयो भने 20 मिनट पोराहरू यो गाडी पनि गएको है त्यति बेला यस्तो थिएन नि त्यो ज्यादा भएको छैन मलाई जग्गा चाहिँ दामी रहेछ यहाँ यस्तोहरू रहेछ हेर्नु आउनु सक्नुहुन्छ है तपाईँहरू पनि आयो भने चाहिँ राम्रो छ यस्तो चाहिँ फोन त राम्रै रहेछ त हौ त्यो उसको क्यामेरा राम्रो कता हो टाइमिङ सेट गरेको यस्तोमा त यसो राखेर हामी 5 जना चाहिँ जाँदैछु यहाँ रहेछ तपाईँको पाइन ट्री है आई लभ पाइन ट्री पेन्ट्री पार्क अरे यो
आई लभ पाइन ट्री भनेर आई लभ पाइन ट्री सब आफ्नो आफ्नो धुनमा छ है आफ्नो आफ्नोबाट भाइ चाहिँ रेस्ट गरिरहेको छ यहीँ सोफामा अर्ग्यानिक सोफा यसलाई भन्छ है यस्तो छ बाटो दामी दामी छ है जग्गा चाहिँ दामी रहेछ यहाँ यस्तो छ यहाँ चाहिँ यस्तो छ यो पाइन ट्री आयो भने चाहिँ तपाईँको डविल हो डविल साइड हो तिम्रो बिहा भयो तिम्रो बिहामा यस्तै बनाइदिन्छौ बस्ने मात्रै औसीको बिहामा जानुहोस् होला बोलाएन भने झन् राम्रो नि ए अँ निलो छैन याद नभएको होला है लुगा उयो गरेको छैन कि है लगाएको छैन कि लगाइरहोस् कति खर्च भयो भने त लुगामा खालि होइन अन्त 500 गरेर मिटर कसरी होला यसको जग्गा चाहिँ राम्रो छ है ओके सर जो हल्का सा रातभरि गर्ने हो नगर्ने लोकेसन चाहिँ पर्छ तपाईँको यहाँ यो पार्क जाने चाहिँ भिक्टोरिया स्कुलको अलिकति माथि है सजाउने जङ्गलले टसी बेसी त्यहाँका मागेला छ सालो त बोला के दाने बाजो को जेने त संतो के माइनो हेलो गाइस गुड मर्निङ सबैजनालाई है फेरि पनि आज चाहिँ हाम्रो अन्तिम दिन हो लास्ट 3 दिनको थियो आज चाहिँ लास्ट हो है अनि हामी चाहिँ यहाँ चिया खाँदैछु चिया खाँदैछु
आजको दिन चाहिँ यस्तो छ। यो भाइ चाहिँ गयो है। दिन चाहिँ यस्तो छ, राम्रो छ। लसु ल अब यस्तो छ जिन्दगी। हामी चाहिँ सामान बोकेर है। म र जोजो चाहिँ यता चाहिँ सामान बोकेर झ्याङझ्याङ छ हाम्रो चाहिँ। च्याप्चन पनि सक्यो हो, सामान पनि बोकेर जाँदैछु। क्यास हुन्छ। गाडी त तलै आउनुपर्छ नि। मैला गर्न फेरि एकजना यहाँ छ। आज चाहिँ हामी सकेर चाहिँ गएको है। किन आउँछ हावा गएर चाहिँ है। जाँदैछ अगाडि अर्को आएकै छैन। ल है त गाइस, हामी चाहिँ गएको है। अब नेक्स्ट ब्लगमा भेटौँ है। ट्राई गर्छु होला है। हुन्छ।